हेलो गाइस, नमस्ते सबैजनामा। आज चाहिँ म खास गरी पोर्क मासु अहिले मासु भयो, मैले तयारी गरिसकेको छु, भिजाइसकेको छु होइन। आइस थियो यसलाई काट्नु मिल्छ, कम्ती लोकको छ। त्यसै कारण टमाटर रेडी, प्याज रेडी, अनि लसुन यहाँबाट होलमार्टबाट ल्याएको रेडी छ। यहाँहरूको पनि छ, यसमा छ अदुवा मिक्सरले पिसेको। होप्स कस्तो हुन्छ हेर्दैछु। चाकु रेडी, मासु रेडी। ओके, काटौँ त। चाकुले भुते भएछ। ओके, मैले अब मासु काटिसकेँ। मासुलाई मैले यसरी मासुको तातो मासुलाई बेग्ला, यो बोसु सेतो मासुलाई बेग्लै गरेर छुट्याएँ। अब यता भाँडालाई मैले तोपिरहेको छु। धनियाँ, माछा साग लिएर आएको यो सबै लिएपछि प्रयोग गरिसकेपछि त्यहाँ तेल खाइसकेपछि यसलाई बाटो मासुलाई बनाएर हामीले खाइरहन्छ। टमाटर हाल्नु पर्ला। ओहो, अगाडि पिस्नै बिर्सेछु। मैले पिसिसकेँ हल्का त्यति राम्रो त पिस्नु नभएको। चाहिँ लसुन पिसेँ, अनि त्यो धुलो, जिराको धुलो, जिराको धुलो, नुनको लेसन हाल्दैछु। मिक्सरले पिसेको अदुवा यसैमा हाल्छु। किनभने भएर एकैचोटि घोलेर लाउँदाखेरि एकैचोटि लाउँदा चाहिँ कसो होला त भनेर अलिकति मिक्सरले पिसेकै हो एकदम। प्याज अनि लसुन थोरै मिक्स गर्छु। पानी हालेर गर्छु। कति राम्रो बनाउन सक्दो रहेछ भन्ने आज टेस्ट भइरहेछ।
पास हुन्छ कि हुँदैन त मैले टेस्टमा त्यतिकै होला भन्ने आशमा छु साग त्यो साग रेडी छ पक्का मैले टमाटर यसलाई छोड्छु 2-3 छोपेपछि टमाटर खत्ता हुन्छ होइन त्यस पछाडि मैले रेडी बनाएँ सलाद सबै मसलाहरू चाहिँ घोकेर राखेको छु अहिले 2-3 मिनट पछाडि हाल्छु मैले धनियाँ पनि रेडी बनाएको छु साग रेडी भएको अनि यो चाहिँ के गर्नुहुन्छ भने चौले नै हो अघि मैले खानाबाट निकालेर झोल चाहिँ लास्टमा मैले के हाल्यो भन्दाखेरि यो अगाडि नै हालेको थिएँ मैले अघि भन्नु बिर्सेछु यो ल्वाङ मरिच त्यही दिन के हो सुकुना के हो होइन त्यही दिन हालिदिएको छु यसले चाहिँ अलिक हल्का टेस्ट आउँछ है सुकुनाको चाहिँ गन्ध है कस्तो मिठो मिठो बनाउँछ यसलाई चाहिँ मैले धेरै राख्न राखेको छु अनि सँगसँगै मिट मसला यो चाहिँ यो पनि अन्तिममा हाल्छु अन्तिमतिर हाल्छु त्यस पछाडि अब अन्तिमतिर आएँ जस्तो लाग्यो मलाई चाहिँ होइन अब प्रायः मैले चाइना कुरो जति चाहिँ युज गरिसकेँ भनौँ अब यही साग र त्यो झोल हाल्ने अनि प्याज अरे धनियाँ हालिदिनु कस्तो हुन्छ यो गोर्खेको बनाइ हो अरे के यो गोर्खेको बनाइ हो के गर्छ आफूले बनाउनु जस्तो बनाएको यो टेस्टमा कति मार्क्स चाहिँ दिन्छु 100मा 50 त ल्याउँछु कि कसो 50 पनि आएन भने त नि बेइज्जतै हुन्छ त यत्रो मिहिनेत गरेको त हेर्दै जाउँ मैले दाल चाहिँ अघि नै रेडी बनाएर राखिसकेको छु अब मसलाहरू चामलको रस चलाउनु भन्छ यो त धेरै नै साह्रो चाहिँ आज चाहिने चामल धेरै धेरै निकाल्छु यो रस भयो रस भयो यसलाई छोप्दै फेरि गोर्खेको बनाइ हो होइन यो रस चाहिँ टक्क उम्लिन्छ होइन मक्क उम्लिन्छ टक्क अनि चाहिँ यसको पालो आउँछ है त यो चाहिँ यतिकै डल्लै हालिदिने यसलाई काट्ने यसो गर्ने हो टक्क एक मुठी छ टक्क एक मुठी छ यसलाई बिचमा चाहिँ काट्नु पर्ला ओके त्यो चाहिँ सक्यो ल
धेरै यसलाई रस हालिसकेको छु मैले टक्क उम्लेपछि हालिदिनु पर्ला साग म फ्रिजमा राखिदिन्छु फ्रिजमा चाहिँ के छ भन्नु टमाटर मेक्जुले भरिएको छ फ्रिज चाहिँ ओके फाइनल हो हालिदिने हो प्याज पनि धनियाँ सरकारलाई यसरी हालिदिने हो खाएको थाहा हुन्छ यसको टेस्ट हेर्दा कस्तो भयो नि खाएको चाहिँ टेस्ट आयो भने वा दामी भइहाल्छ जस्तो भयो टेस्ट चाहिँ हुनु पऱ्यो मतलब टेस्ट चाहिँ हुनु पऱ्यो अलिक कुरा जान्छु म त चिलाइसक्यो त के गरौँ मुखले त छिटो छिटो यता यता लिँदै भन्दैन यार ओके मुखले लियो भनिहाल्यो होइन यो मुखले पहिला हल्का के हो पास भयो जस्तो लाग्यो नि त मलाई ए आमा हो अब तपाईँलाई साग ठिक छ राइट ओके बाई बाई मेरो आजको टेस्ट थियो होइन हल्का पास भयो जस्तो लाग्यो खुसी लाग्यो ओके बाई 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 बाई